Hello guys, Namaste and welcome to my YouTube channel. अब चाहिँ हामी तोरी भन्न जाँदैछौँ म र मम्मी। बाटो चाहिँ यस्तो छ यहाँ चाहिँ मम्मी र ड्याडी भएर उखालिसक्नु भएको छ पहिले नै हातोरी। अब यहाँ अलिअलि पाकेको रहेछ। अब यहाँबाट सुरुवात चाहिँ म गर्छु गाइज। आज त भ्याइँदैन होला, त्यही पनि सुरुवात गर्छु। हाम्रो मम्मी हुनुहुन्छ, त्यो चाहिँ हाम्रो घर गाडी। हेर्नुहोस् हाम्रो घरबाट खतरा भ्यू देखिन्छ, खतरा। होइन, मलाई चाहिँ बोलेर एकदम भ्लग बनाउनु चाहिँ एकदम लाज छ। अब लेट्सी बनाउँदै जाउँ कस्तो हुन्छ। म चाहिँ तोरी उखाल्न लागेको है त, घाम लागेको छ। सो यहाँ राख्छु म अनि तोरी उखाल्न थाल्छु। कस्तो तोरीसित त झ्याउ हुने क्या तोरी खान त। ठुल्ठुलो भयो पो झ्याडाम 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 उखाल्न सजिलो हुन्छ। अब मैले यसरी 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 उखालेँ होइन गाइज। यत्तिको चाहिँ तोरी खालेर भ्याउनु भएको छ है। यहाँ हाम्रो मम्मी अब तोरी खान लाग्नु भएको छ। मम्मीलाई भाइरल बनाउनु पर्यो। कसको भाइरल बनाउने? कसको भाइरल बनाउने? भन्नु भन्नु त्यो भाइरल हामी गायककार हो र भाइरल हो नि। त्यो भाइरल हामी गायककार हो र भाइरल हो नि। गायककार मात्र भाइरल हुन्छ। यत्तिकै भइदियो उखाल्न मजा हुन्छ है। सर्ट 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 मसिनो छ। तल झन् तल बारीमा त झन् मसिनो छ। अब चाहिँ म यसरी टक्क मोबाइल राख्छु अनि तोरी उखाल्न थाल्छु। हामी तोरी उखाले हो गाइज। फेरि भन्नु त, हामी तोरी उखाल्न हो गाइज। हाय भन्नु। हामी तोरी उखाल्न हो गाइज। हाय भन्नु। रुको जरा सबर करो। ल भन्नु त। तोरी उखाल्न हो गाइज हामी पनि। तोरी उखाल्न हो गाइज हामी
काम गरे भिडियो के गर्नु गाइस अब गाउँमा बसेपछि तोरी धान मकै सबै गर्नुपर्छ अब भोलि चाहिँ दाउरा बोक्ने भन्नुभएको छ है गाइस दाउरा यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने कुनै प्रतिक्रिया दिनुभयो भने म फेरि त्यो दाउरा बोकेको भिडियो पनि हाल्छु है एक्लै बोल्दै एक्लै हाँसेको ब्लग हो नि त ब्लग गाइस अब जे बोले पनि हैन ब्लगमा बोलिन्छ नि त यो त किन त पानीले भिजिसक्यो हो नि हाम्रो चाहिँ तोरी यस्तो सानो सानो मसिनो अब मोल नपुगेर होला है मोल भएकोतिर चाहिँ राम्रो भएको छ नभएतिर चाहिँ यस्तो मसिनो उखाल्न पनि ज्याउ लाग्ने सो गाइस धान अझै के भन्नु होला तोरी त सबै लडे यस्तो गरे त सबै खर्च नि त भएमा यहाँ मरमन काम गर्दै थियौँ सुटुक्का फेरि ड्याडीलाई नै आउन मन लाएर यहाँ तोरी फाल्दै हुनुहुन्छ है गाइस यो त हेर्नु न कस्तो दामी क्यामेरा देखियो त काम गरेर त खतरा देखिँदो रहेछ त ड्याडीलाई होइन मम्मीको चाहिँ घाम भएर चाहिँ त्यति क्लियर आएको छैन कहिले भ्याइएला आमा पाखाले एक मुठी उखाली थिएन कहिले भ्याइ आमा पाखाले एक मुठी उखाली थिएन कहिले भ्याइएला आयो यति चाहिँ उहालेर सक्यौँ गाइस अब बारीमा यस्तै हो कहिले काँचो हुन्छ कहिले पाक्छ कुनै पाक्छ कुनै यसरी लिएर जान्छु जान्छु अनि त्यहाँ लगेर फत्त लाएर थुपार्छु या फाल्छु कहाँ गयो त अर्को हँस्या ए दुइटै हेरेछ
अब चाहिँ हामी अब घर जान लागेको घाम लाग्यो अनि त्यहीमाथि नि कुनै काँचो कुनै पाकेको हो पाकेको जति हामीले उखाल्यौँ अब बाँकी भएको छ थोरै नै बाँकी छ त्यो चाहिँ अब पाकेपछि उखाल्यौँ भनेर अब हामी चाहिँ घर जान लागेको यता त आकाश पनि सफा छ गाइस अब चाहिँ हाम्रो काम सकिएको छ अब हामीलाई भोक पनि लाग्यो हामी अब खाना खान जाँदैछौँ सकियो आजको काम हजुरहरूले चाहिँ यो भिडियो हेरेर चाहिँ राम्रोसँग भिडियो हेरेर प्रतिक्रिया दिनुहोला अनि भन्ने लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्नु होला धन्यवाद।